हेलो नमस्ते गुड मर्निङ। आज शनिबार होइन, कति क्यान्टिनको खाना खानु। हेर न, क्यान्टिनको खाना खाएर पुरा भुँडी दुख्छ, ग्यास हुन्छ, खुर्सानीहरू ज्यादा लगाउँछ होइन। तर आज चाहिँ आलु बनाउँछु हो, त्यहाँबाट यो साग फ्राई गर्छु होइन। साग फ्राई गर्छु। डेली क्यान्टिनको खाएर चाहिँ शरीर खराब हुन्छ, त्यही भएर आफै अलिकति रुममा बनाएर खानु पऱ्यो भनेर हामी डेलीको डेली त अन्डा खान्छु, बट्टे हो डेली। तर यो अन्डाका 5वटा एकखेप खान्छु हो। अनि खाएको जस्तो पनि छ होला नि त, हेर्नुहोस् त, खाएको जस्तो छु म, अन्डाहरू खाएको जस्तो छु हो। तर आज चाहिँ आलुको सब्जी बनाउँछु। आलु जस्तो पातला काट्नुपर्छ हो, पातला काटेर चाहिँ अनि फ्राई गर्नुपर्छ। फ्राई गरेपछि चाहिँ मिठो हुन्छ होइन होइन। अनि त्यहाँबाट एनाका गरिकन पुरा पातला पातला काटिएको लाग्यो दे ये आलु तो एकदम पतला पतला काटिकन अंडा फ्राई करिकन खाओ लगे, बहुत धुनिया हो है ना। तो ये देखो मेरा दोस्त लोग, हम आलू का सब्जी बनाऊंगा आज दे, ठीक है। आलू का सब्जी थोड़ा पतला करके काटूंगा आलू। एउटा विषय के विषय भन्दाखेरि चाहिँ जुन अहिले अब के भन्नु होइन, हामी त भन्नु पनि सक्दिनँ। जुन विषय अब यो नेपालको दाजुहरूको लागि म यो भन्छु हैन, सरी मैले बिर्सेको थिएँ कि, त्यही भएर म नेपालको दाजुहरूलाई भन्छु जुन बेङ्गलोरमा छ यिनीहरूको लागि यो भिडियो चाहिँ तिनीहरूसम्म पुर्याइदिनु है। म भन्छु तपाईहरुलाई, तपाईहरुले के भन्नुभयो, आसाम सिक्किम दार्जिलिङ भन्नु अनि काम दिन्छ बेङ्गलोरमा भनेर चाहिँ एउटा भिडियोमा आएको थियो। तपाईहरुको भिडियो एउटा देखेँ, त्यो दाजुको नाम चाहिँ भारती अरे हैन, भारती नेपाली अरे हो। धेरै दिन बसेको अरे बेङ्गलोरमा, अनि भारती नेपाली राखेको रहेछ, भारतको नेपाली भनेर हैन। अनि तपाईहरुलाई म भन्छु, तपाईहरु नि आसामको दार्जिलिङ सिक्किमको नाम खराब नगर्नुस् हो। तपाईहरुले आधार कार्ड बनाउनु छ भने आफ्नै नेपालको नागरिक दिनु बनाउनु, तर आसाम दार्जिलिङ सिक्किमको नाम चाहिँ कहिले पनि खराब नगर्नु। हामी इन्डियन हो नि, इन्डियाको गोर्खाहरू नि कहिले पनि कसैलाई पनि नराम्रो भन्दैन। हामी कसैको एउटा सानो यसरी आलुको बोक्रा पनि टिपेर दिन्छौँ, बुझ्यौ, हाम्रो पुर्खाले त्यसरी सिकाएको। तर तपाईहरु जुन व्यक्ति चोरेर 15 करोड चोरेर भाग्यो नि, तर एउटा नेपालीले सारा नेपालीको नाम खराब गर्यो। तर दार्जिलिङ सिक्किम आसामको नाम चाहिँ कहिले पनि तपाईहरुले नबन्नु नि, बिग्रेर पनि। हामी त्यस्तो खालको होइन, बुझ्यौ। भोलि पर्सि तपाईहरुले त्यस्तो भन्छ, तपाईहरु चोरेर जान्छ, दार्जिलिङको मान्छेले नेपालीले यसरी चोर्यो भनेर चाहिँ फेरि बदनाम गर्ने। दार्जिलिङ सिक्किम